धन्यवाद। ब्यानर वाचन गरिदिनु पनि मैले अनुरोध गरेँ आजका ताली बजाएर उहाँहरूको स्वागत गीतलाई हामी धन्यवाद। कार्यक्रम सञ्चालक मित्र कञ्चन बहुमुखी क्याम्पसको 20औं क्याम्पस सभाको सभाध्यक्ष गरिरहनुभएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेश ढिक्तज्यू, विशिष्ट अतिथिको आसन ग्रहण गरिरहनुभएका पूर्व कञ्चन बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष आदरणीय विष्णुराज भट्टज्यू र विशिष्ट अतिथिकै आसन ग्रहण गरिरहनुभएका पूर्व क्याम्पस सञ्चालक समिति अध्यक्ष आदरणीय वासुदेव पनेरुज्यू, त्यसैगरी पूर्व क्याम्पस सञ्चालक समिति अध्यक्ष रामचन्द्र ऐरज्यू र पूर्व सञ्चालक समिति सदस्य आदरणीय व्यक्तित्व जयराज पाण्डेज्यू र पूर्व क्याम्पस सञ्चालक समिति सदस्य लक्ष्मीदत्त भट्टज्यू, पूर्व क्याम्पस सञ्चालक समिति सदस्य पुष्कर दत्त जोशीज्यू र पूर्व क्याम्पस सञ्चालक समिति सदस्य ईश्वरी दत्त भट्टज्यू र अतिथिको आसन ग्रहण गरिरहनुभएका सम्पूर्ण अतिथि गणज्यूहरू र क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष जगदीश मल्ल लगायत सम्पूर्ण सदस्यज्यूहरू र विशिष्ट अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर 4 का वडाध्यक्ष धर्मबहादुर सिंहज्यू, जिल्ला समन्वय समिति सदस्य आदरणीय व्यक्तित्व जयसिंह विष्टज्यू र सम्पूर्ण र उपस्थित महानुभावहरू, यस क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सभापति देवबहादुर साउज्यू र वर्तमान सोभि सभापति सुनिल ऐरज्यू, सम्पूर्ण उपस्थित अभिभावक ज्यूहरू र सम्पूर्ण शिक्षक गुरुवर्ग, विद्यार्थी लगायत सुरक्षा कर्मी मित्रहरू, यहाँहरूको समक्ष एकदमै छोटो रूपमा म आर्थिक वर्ष 82-83 को अनुमानित बजेट र आर्थिक वर्ष 2080-81 को यथार्थ बजेटलाई एकदमै छोटो रूपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु। र यो क्याम्पसको आर्थिक वर्ष 81-82 को आमदानी 1,34,70,551 रुपैयाँ 1 पैसा रहेको छ भने खर्च 1,22,58,311 रुपैयाँ 48 पैसा रहेको छ र यसको गत वर्षको बैंक मौद्दात 8,92,477 रुपैयाँ 88 पैसा रहेको छ र भुक्तानी दिनुपर्ने आर्थिक वर्ष 81-82 मा 5,68,896 भुक्तानी दिनुपर्ने छ। यहाँहरूको समक्ष मैले एकदमै छोटो रूपमा विभिन्न आमदानीको स्रोतहरू योभन्दा अगाडि क्याम्पस प्रमुखको प्रतिवेदनमा आइराखेको हुनाले मैले एकदमै छोटो रूपमा यहाँहरूको समक्ष प्रस्तुत गरे र आर्थिक वर्ष 82-83 को छोटकरीमा म अनुमानित बजेट यहाँहरूको समक्ष राख्न गएको छु र आमदानी 1,12,93,575 रुपैयाँ र खर्च 1,05,02,08 रुपैयाँ मात्र रहेको छ र यसमा यो आर्थिक वर्ष 82-83 को यो अनुमानित बजेटमा
7,93,366 रुपियाँ रहेको यो हाम्रो यो घाटा बजेट रहेको यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र यो क्याम्पसको यो विकासमा योगदानमा विशेष भूमिका खेल्ने यहाँसम्म पुर्याउने यो क्याम्पसलाई यो गतिसम्म दिने पूर्व क्याम्पस सञ्चालक समितिका अध्यक्ष लगायत सम्पूर्ण टिम र यो आजका विशिष्ट अतिथि यस क्याम्पसका पूर्व क्याम्पस प्रमुख जगदीश भट्ट लगायत र वर्तमान सञ्चालक समिति आदरणीय समाजसेवी सुरेश धिक्ट लगायतसम्म विभिन्न व्यक्तिहरू, समाजसेवी, बुद्धिजीवी, विद्यार्थी, अभिभावक सबैको सहयोगले यो क्याम्पस यहाँसम्म पुगेकोले यहाँहरूलाई हृदयदेखि यहाँहरूलाई आभार प्रकट गर्दै र यहाँहरूलाई शब्दका सम्मानका गुच्छाले यहाँहरूलाई सम्मान गर्दै र यो क्याम्पसको यो अगाडि विकासमा यो क्याम्पसको आर्थिक, सामाजिक र यो शैक्षिक गतिविधिलाई अगाडि बढाउनका लागि यो स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय र सम्झौता गरी र यो क्याम्पसको विकासमा लाग्नुपर्ने अहिलेको आवश्यकता देखिन्छ भन्दै यहाँहरूबाट मैले आर्थिक वर्ष 82-83 को अनुमानित बजेट र यो 81-82 को छोटकरीमा यो यथार्थ बजेटलाई राखे यहाँहरूबाट म बिदा हुन्छु। धन्यवाद सबैलाई। जय कञ्चन क्याम्पस। ताली बजाएर उहाँलाई मायाको चिनो प्रदान गरिरहन्छ। आजका प्रमुख अतिथि श्री टिएन जोशी, कुलपति विश्वविद्यालय। Yo
देशमा एउटा मानिसको हेर्छु कहीँ बताए हे राष्ट्रका बटोही रक्षार्थ जन्मिएका छन् सपूत कोही यो प्रश्न था यो देशमा एउटा